मेरा नभनिएका कथा भाग 1। नमस्कार, म सञ्जीव राई पारदर्शी, पेसाले ब्रिटिस आर्मी र फुर्सदको समयमा गीत गजल पनि लेख्ने गर्छु। सायद मैले लेखेको गीत भुइँसोरी ढोगे तपाईँहरू सबैजनाले सुनिसक्नु भएको छ, जुन गीतले चाहिँ नेपालको टप लिरिक्स अफ द इयर अवार्ड पनि जितेको थियो भने आजको मितिसम्ममा 4.4 मिलियनले हेरिसक्नु भएको छ। हजारले टिकटक भिडियो र कभर भिडियोहरू बनाउनु भएको छ। यो गीत डिआर अटुजीले सङ्गीतबद्ध गर्नुभएको छ भने सुनिता थेगिमले गाउनु भएको छ। आजबाट भने तपाईँहरू सामु म मेरा नभनिएका एकदमै इन्ट्रेस्टिङ कथाहरू सुनाउन उपस्थित हुँदैछु। म आफू राइफलको पेसा गरेर पनि शब्दको खेती गर्न रुचाउने भएको कारण अरू लाउरेहरूको भन्दा मेरो कथा अलिकति फरक छन् जस्तो लाग्छ। अत सुरु गरौँ आजको नभनिएका कथा भाग 1। म स्कुले जीवनबाट नै गीत गजल लेख्न रुचाउने अनि कार्यक्रमहरू उद्घोषण गर्न रुचाउने। कलेज पढ्दा पढ्दै ब्रिटिस आर्मीमा भर्ती हुनु पर्यो भनेर भिट्न थालियो। कथा म छोटो मिठोमा भन्छु है। त्यस पछाडि धरानको रिजनल सेलेक्सन पास गरियो। सेन्ट्रल सेलेक्सनको लागि पोखरा आइयो। पोखरामा टेस्टहरू पास गर्दै गर्दै आइयो हैन। अब महिना दिन जतिको चाहिँ लामो सेलेक्सन हुन्छ। अब टेस्ट हुने बेलामा भइहाल्यो। फुर्सदको समयमा चाहिँ त्यहाँ पोखराको क्याम्प बाहिर प्राङ्गणमा चाहिँ कसैले गीत गाउने, कसैले गजल भन्ने, कसैले कविता भन्ने, कसैले चुड्किला भन्ने यावत अतिरिक्त क्रियाकलापहरू हुन्छ। त्यति बेला पनि भित्रभित्रै गल्ला मामाहरूले चाहिँ हाम्रो बानी बेहोरा डिसिप्लिन कस्तो छ भनेर चेक गरिराख्नु भएको हुन्छ है, एनालाइसिस गरिराख्नु भएको हुन्छ। अनि म चाहिँ आफू एकदमै गजल भन्न रुचाउने अनि कार्यक्रम उद्घोषण गर्न रुचाउने भएको कारण कार्यक्रमहरू सञ्चालन गर्न थाले। मैले सञ्चालन गरेको कार्यक्रम र भनेको गजलहरू चाहिँ एक कान दुई कान हुँदै हुँदै धेरै दायाँ बायाँ पुगेछ। किनभने म कार्यक्रम उद्घोषण गर्दा चाहिँ बिचबिचमा छोटो मिठो गजलहरू चाहिँ मिसाएर कार्यक्रम चलाउँछु। अनि विशेष गरेर चाहिँ गल्ला मामाहरूले चाहिँ मन पराउनु भएछ। अब टेस्ट पास गर्दै 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 सबै टेस्ट पास गरियो। एउटा मात्रै बाँकी थियो, फाइनल इन्टरभ्यू। फाइनल इन्टरभ्यूमा जानुभन्दा अगाडि चाहिँ मलाई एकजना गल्लावाल मामाले आएर भन्नुभयो, सञ्जीव तिमीले चाहिँ इन्टरभ्यूमा जाँदाखेरि एउटा गजल सुनाउनु अरे है, डिआरओ साहब अनि एआरओ साहबहरूले त्यो चाहिँ रिक्वेस्ट अनुरोध गर्नुभएको छ भनेर भन्नुभयो। इन्ट्रेस्टिङ होइन। मैले चाहिँ अन्तर्वार्तामा गजल सुनाउनु पर्ने भयो। अनि एउटा गजल चट्ट तयार पारेर अन्तर्वार्ता दिन गएँ। सोध्नुपर्ने कुराहरू सबै सोध्नुभयो अनि गजल वाचन गर्न लाउनु भयो के। हाम्रो डिआरओ साहब चाहिँ बेबेन हुनुहुन्थ्यो। उहाँले चाहिँ नेपाली एकदमै मजाले बोल्नुहुन्छ, बुझ्नुहुन्छ। अनि मैले गजल वाचन सुरु गरेँ। गजल चाहिँ आमाको नाममा लेखेको थिएँ है। गजल वाचन गरेँ अनि त्यहाँ गजल चाहिँ अलिकति भावुक किसिमको भएको कारण एआरओ साहबहरू भावुक हुनुभयो। डिआरओ साहब पनि आधा चाहिँ भावुक हुनुभयो। किनभने अब साहित्यिक शब्दहरू भएको कारण उहाँले नेपाली बुझे पनि अब आधा त अलिक बुझ्न गाह्रो हो नि त होइन। साहित्यिक शब्द बुझ्नलाई अलिक दखल चाहिन्छ भाषामा। गर्दाखेरि डिआरओ साहबले चाहिँ ल मलाई चाहिँ सानो गोर्खे भन्नुहुन्थ्यो। सानो गोर्खे तिमीले चाहिँ अब यो गजल मन पर्यो, ट्रान्सलेट गरेर इङ्ग्लिसमा पनि मलाई ल्याएर दिनु है भनेर चाहिँ भन्नुभयो। त्यस पछाडि म इन्टरभ्यू सकेर गएँ। अनि गएर मैले इङ्ग्लिसमा पनि ट्रान्सलेट गरेर चाहिँ गल्लावाल मामालाई दिएँ। अनि उहाँले चाहिँ डिआरओ साहबलाई बुझाइदिनु भयो। अब रिजल्ट आयो, पास भएर आइयो गजल। अब त्यहाँ मैले बुझाएको थिएँ के भयो कता मलाई अत्तो पत्तो भएन। जागिर गर्दै गर्दै अब म टुआरजिआरमा आएँ है। टुआरजिआरमा आए पछाडि जागिर गर्दै गर्दै 9-10 वर्ष चाहिँ त्यहाँ जागिर गरिँदै थियो। बिचमा एउटा इन्ट्रेस्टिङ कुरा आयो क्या। मेरो एकजना नम्बरी चाहिँ पोस्टिङ नेपाल पोखरा जानुभएछ। अनि ल नम्बरी यो फोटो हेर्नु भनेर एउटा इन्ट्रेस्टिङ फोटो पठाइदिनु भयो के। अनि यसो हेरेको यो फोटो के रहेछ भन्दाखेरि मैले पोखरामा जुन वाचन गरेको थिएँ नि गजल, त्यो गजल चाहिँ चट्ट नेपालीमा त्यस पछाडि तलबाट इङ्ग्लिसमा ट्रान्सलेट गरेको दुईटै नेपाली र
अङ्ग्रेजी भाषामा चाहिँ चट्ट लेखेर मजाले फ्रेम गरेर मैले यहाँ पनि राखिदिएको छु। चट्ट फ्रेम गरेर चाहिँ पोखराको मेसमा राखेको रहेछ के। मेसमा राखेको रहेछ, प्रोपर्टी बनाएर, एउटा सम्पत्ति बनाएर सिरियल नम्बरै दिन्छ है। मेसहरूतिर चाहिँ त्यो चाहिँ हराउनु भएन, एकदम इम्पोर्टेन्ट चिज भनेर सिरियल नम्बरै दिएको हुन्छ। अनि यति साह्रो महत्त्व दिएर फ्रेम गरेर चाहिँ भित्तामा, यो चाहिँ 2010 मा पोटेन्सियल रेक्रुट सञ्जीव राईले चाहिँ वाचन गरेको गजल, उसको आमाको लागि लेखेको गजल हो है भनेर चाहिँ फ्रेम गरेर भित्तामा राखेको रहेछ। त्यो देखेर मलाई यति खुसी लाग्यो है। मेरो नम्बरीको नाम पनि भनिहालौँ, पूजन नम्बरीले चाहिँ त्यो फोटो खिचेर पठाइदिनु भयो। मलाई यति खुसी लाग्यो है। म भर्ती भएर आएँ, ठिकै छ, जागिर गरिँदैछ, तर मैले आजसम्म पनि अब गीत गजलहरू लेखिरहेको छु। मैले एकदम जिन्दगीको धेरै घन्टा, धेरै समय चाहिँ लेखनमा बिताएको छु नि त होइन। अनि त्याग गरेको छु। गर्दाखेरि यो फोटो देखेपछि मलाई एउटा ठुलो जित भएको, एउटा ठुलो प्राप्ति भएको महसुस भयो के। त्यो गजल आमाको लागि लेखेको थिएँ। अब घटना यहाँ आएर सकिँदैन है। त्यो मजा लाग्यो मलाई होइन। त्यो चाहिँ म फ्रेम गरेर भित्तामा राख्छु भन्दैछु एक दिन है। अनि मैले सोचेँ यो गजल चाहिँ किन यसरी फ्रेम गरेर राख्यो होला त भन्दा मैले मनन गरेँ। हामी सबै लाउरेहरू चाहिँ यही कथा बोकेर भर्ती भिडेको भइन्छ। सबैको यही हुन्छ चाहना, किन भर्ती भिड्छन् र भर्ती भिडे पछाडि चाहिँ के हुन्छ त हाम्रो चाहना भन्ने कुरा चाहिँ यो गजलले उद्घोष गरेको छ, यो गजलले बोलेको छ। त्यो मर्म चाहिँ यो गजलमा छ भनेर, सबैको कथा हो भनेर, सबै नेपाली युवाको कथा हो भनेर भन्ने हिसाबले चाहिँ यहाँ राखेको हो, महत्त्व बुझेर भन्ने मलाई लागेको छ। अनि त्यो गजल चाहिँ आमाको नाममा लेखेको थिएँ। मेरो आमा र पापा, हामी चाहिँ पापा मामा भन्छौँ थुलुङ भाषामा, युके आउनुभएको बेला आमाको लागि लेखेको गजल आमाकै अगाडि बसेर मैले वाचन गरेँ क्या। वाचन गर्न पाएँ, कस्तो खुसी लागेको छ है। अनि त्यो वाचन चाहिँ मैले यसरी गरेको छु, पापा र मामाको अगाडि हेर्नुहोस् है त। धेरै दुःख गर्यौ आमा, तिम्रो चोली टाल्छु कि त। धेरै दुःख गर्यौ आमा, तिम्रो चोली टाल्छु कि त। वेदनाको बादल हटाई सुखी दियो बाल्छु कि त। वेदनाको बादल हटाई सुखी दियो बाल्छु कि त। रात दिन मेलापात तिम्रो जिउ जीर्ण भयो। रात दिन मेलापात तिम्रो जिउ जीर्ण भयो। मलमपट्टी लगाएर तिम्रो दर्द फाल्छु कि त। धेरै दुःख गर्यौ आमा, तिम्रो चोली टाल्छु कि त। एकातिर ऋणको भारी तिमीलाई चेन छैन, भनेको सुख छैन। एकातिर ऋणको भारी तिमीलाई चेन छैन। लाउरे भई तिमीलाई सुखसित पाल्छु कि त। लाउरे भई तिमीलाई सुख साथ पाल्छु कि त। धेरै दुःख गर्यौ आमा, तिम्रो चोली टाल्छु कि त। वेदनाको बादल हटाई सुखी दियो बाल्छु कि त। गजल पनि सुनिहाल्नु भयो, जुन गजल मैले पापा मामा अगाडि नै यसरी बसेर वाचन गर्न पाएँ, एकदमै भाग्यमानी सम्झेको छु। तपाईँहरूलाई चाहिँ मेरो गजल कस्तो लाग्यो त? अनि मेरो नभनिएको कथा भाग 1 कस्तो लाग्यो त? कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। यदि तपाईँहरूलाई मेरो यो कथा मन पर्यो भने आगामी दिनमा पनि अरू भाग 2, भाग 3, भाग 4हरू लिएर आउनेछु। प्लस यसरी नै तपाईँहरूको माया ऊर्जा पाएँ भने म अरू गजलहरू, अरू गीतहरू पनि लेख्दै जानेछु। अनि लाउरे सम्बन्धी जानकारी चाहियो भने चाहिँ मलाई युट्युबमा गएर प्रिन्सेस सिरिफा फ्यामिलीमा फलो गर्न, सब्सक्राइब गर्न सक्नुहुन्छ। फेसबुकमा सञ्जीव पारदर्शीलाई फलो गर्न सक्नुहुन्छ है। त्यो छ। अनि विभिन्न माध्यमबाट तपाईँहरू हामी जोडिन सक्छौँ। अनि तपाईँको कथा पनि छ भने मलाई भन्नुहोला है त। तपाईँको जीवन चाहिँ एकदम सुखद, सफल र स्वस्थ गरी बितोस्। सम्पूर्णमा नमस्कार।